अथ एकादशोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ अगस्त्य मुनि सतदेवीका सबै अङ्ग पतन भएपछि श्री महादेवले चित्त स्थान नसके हा प्राण प्रिय सतदेवी कहाँ गयो नि भन्दै अचेत भई भूमिमा लडी मूर्छा पर्नुभयो। त्यसका केही बेरपछि चेत आयो र सुस्केर हाली मनले झलझली सतदेवीलाई सम्झँदै बौला जस्तो भई यथाभाव हिँड्न लाग्नुभयो। त्यसरी हिँड्नुभएका श्री महादेवलाई देखि तारकासुर दैत्यले आफ्नो मन्त्रीहरूसित भन्यो, हे मन्त्री हो, सतदेवी मर्नाले महादेव बौला जस्तो भई हास सती भन्दै यथाभाव हिँड्न लागेका छन्। यस अवसरमा देवताहरूसित युद्ध गरौँ, नचुकौँ। यस्तो मौका आउने छैन। इन्द्रको अमरावती लिउँ, अब हामीले कसले सुन्न सक्छ र भनी आफ्ना सशस्त्रले भए जति सेना अघि लगाई मन्त्रीहरू समेत भई लडाइँ गर्न अमरावतीमा गए। तिनीहरूलाई देख्न इन्द्रदेवलाई, हे देवता हो, अब यहाँ हामीहरू बस्न भएन, किनभने तारकासुर दैत्यलाई श्री महादेवले वरदान दिनुभएको छ। त्यसलाई युद्ध गरी जित्ने को सक्ला? त्योसँग लड्नुभन्दा बरु भाग्ने दिएको हुन्छ। भागो भने स्वर्गबाट भागाभाग गरी मृगस्थलीमा आई बसे। देवताहरू भागेपछि तारकासुर दैत्य इन्द्रको अमरावतीले स्वर्ग मर्त्य र पात्र तिनै लोकको राज्य गरी आनन्दले रह्यो। श्री महादेव पृथ्वी भ्रमण गर्दै मृगस्थलीमा आइपुग्नुभयो। देवताहरूले उहाँदेखि साष्टाङ्ग प्रणाम गरी बिन्ती गरे, हे ईश्वर, तपाईँहरूसित अब सतदेवीको शरीर छैन, किन अझै पनि यसरी एकसुर हुनुभएको हो? आँखा उगारी हेर्नुहोस्, त्यो पापिष्ठ तारकासुरले बलजपत हाम्रो अमरावती समेत लियो। त्यसलाई हजुरले वरदान दिनुभयो हुनाले हामीले युद्ध गर्न सकेनौँ र भागी यहाँ आई बसिरहेका छौँ। रक्षा गर्नुहोस् हे महादेव, पापिष्ट तारकासुरको नाश गर्नुहोस्। यति इन्द्रादि 33 कोटी देवताको बिन्ती गरेको सुनि महादेवले आँखा उगारी हेर्ने हुँदा आफूसित सतदेवीलाई नदेखि देवताहरूलाई आफ्नो अगाडि देख्नुभयो र केही जवाब नदिई सतदेवीलाई नै सम्झी हास सती भनी त्यहाँबाट पनि हिँड्नुभयो। यसै श्री महादेवले शोक गरेको देखि जति जीवात्मा प्राणी छन् ती सबै मन थाम्न नसकी साह्रै दुखी भए र श्री महादेव त्यसरी शोक गरी 100 वर्षसम्म पृथ्वी भ्रमण गर्दै हिँड्नुभयो। जय जय स्कन्द पुराण केदारखण्डे माघमाते कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर वक्तायाम इन्द्रादेवता मृगस्थली गमनो नाम एकादशोऽध्यायः।